यो छाता ओढाको आफै यस्ता नाथे गर्नु उता लानु यो यसले त बिगार्छ त ओके लास्टै गरेको त्यस्ता मुला ओ डार्लिङ नरिसाउन I'm just kidding. मालिक भन्ने बित्तिकै अनुहार विनोद चौधरीसँग मिल्नु पर्छ भन्ने छ पैसा कमाएर नि यस्तो अनुहार हुन्छ भने त पैसा नकमाएकै राम्रो कसैले आएर प्रपोज गर्दै तिमीलाई पाइन भने मर्छु भन्यो भने मरा भनिदिन्छु मेरो खराब पानी छ मेरो खराब काली गए गोरी आउँछन् काली गए पो गोरी आउँछ त्यो अलक्षिणी त पहिल्यै गोरी थिए हेर्नु अझै बिहा गर्ने बेला भइसक्यो डुल्या छ खाछ के भो त तेरो बाबु खाछ निकायको जवाफदेहिता सुनिश्चित गर्न सरकार सँग म जोरदार माग गर्दछु दोस्रो त्रिशुली नदी सहितका नदीहरूमा नदीजन्य उत्खनन अव्यवस्थित कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त के भएको अर्को साम्पाङको स्ट्याटस यति मिनेटमा आउँछ भन्ने मान्छेहरू छ आउँछ त यहाँ अहिले पनि लेखौँ भनेको तपाईँले भुलाइराखेर यो कोट र टाई भन्ने चिज पनि यस्तै छ हेर्नुहोस् न अब यो कोट लगाएको देखेपछि यसले मलाई विनोद चौधरी नै भन्ठाने होला अहिले एकछिनमा तेरो फ्याक्ट्रीमा जागिरै लगाइदियो भने आपा चाहिँ बन्छ फेरि परीक्षा चाहिँ लिइरहन्छु कि म घरमा मेरो श्रीमतीको पनि लिइरहन्छु पहिले के लाग्थ्यो भने जनता भएर यो नेताहरूले देश बिगार्यो भन्ने लाग्थ्यो कि तर जहिलेदेखि मन्त्री भएको छु श्रीमतीलाई जागिर दिँदा दीपकको मन्त्री पद नै चैट ट्याक्सी भाइको आफ्नै हजुर आफ्नै साउको भनेपछि जेठी श्रीमतीले पनि घर खाइदिनु भयो तपाईको व्याकरण अलिक सिकिस्त बिरामी रहेछ है सिटामल थप्नुहोस् खाइदिनु भएन क्या खाइदी ठिले हमर बोली नंगा तार खुखरी के धार गर्दन के पार कनी क बिचा के तोडले हाँसेको के भएर यस्तो हाँसेको फोटो तपाईँको पासपोर्टमा तास्यो भने तपाईँले भिजै दिँदैनन् किन यति खुसी रहेछ नेपालमै किन विदेश पठाउनु पर्यो भने अनि कसो गर्नु त अलिक गम्भीर टाइपको केही सोचे ल जाने गम्भीर होइन त गम्भीर ल जाने कस्तो अनुहार बनाएको बिहानै माननीय महावीर पुन कतै राष्ट्रपा स्वतन्त्र पार्टीमा जाने हो कि भन्ने चर्चा पनि छ कि हो अब त्यो चर्चा जसले गरेको उसैलाई सोध्नुहोस् असै साहब कसरी समात्नु तपाईँले अभियुक्तलाई च्यापै समातिनु के बोल्न सकिन्छ जे काम पनि उल्टो गर्छ होइन त जन्मिया बेलामा उल्टो जन्मिया थिइस् कि क्या खै दाजु अब जन्मिने बेलामा उभिएर हेरिएन म त लागे अब बाख्रालाई चुर्न परेछ फेरि तपाईँले बोल्ने थिएको त्यस्ता नाथे भन्नुहुन्छ भन्छन् धेरै नै हेप्दाखेरि चाहिँ म भन्छु नि त झ्यास गनेर गन्तव्यमा पुगिँदैन पनि भन्छु अनि कुखुरा कति हाल्नु भएको छ त 1000 हाले डाक्टर दाजु अनि बाख्रा 60 वटा छ 60 हैन के दाजु 60 Relax and take notes.
while I take totes of the marijuana smoke. थाक्नु भएको जस्तो मोटरो म थाकेको छैन स्कुटर चाहिँ थाकेको भनेर एकछिन रेस्ट दिएको उत्पादन कति छ मेरो त 2टा छोरी एउटा छोरा छ सर ए धेरै भइसकेछ अब परिवार नियोजन गर्नु यदि म राजनीतिमा आइ भने म 3टा मात्रै काम गर्छु ओ धसिङरे भाइ तिम्रो शिवलाई बोलाउ न यार के रे शिवलाई बोलाउ न शिवलाई अनि म चाहिँ के धागो दोरी की धेबाट हुन्छ भोजपुरी तिमीलाई सबै आउँछ हो आउँछ भात पकाउन आउँछ लुगा धुन आउँछ मलाई सबै काम गर्न आउँछ त्यो त मेरो बाउलाई नै आउँछ हामी पनि बेकार डरेर भने बन्दुक छ भन्दैमा त्यसले पड्काइहाल्नु सक्छ निस्की आइ निस्की कहाँ छस् त स्याल पड्काएन तेरो बाउले पहिला छोरी माग्न आउँदा नाबालिग थिए पढ्छु भने अहिले छोरी लाने हो भने हजुरसँग कुरा भइरहेको छ मेरै छोरी लानुहोस् हजुर आमा यसको अगाडि त म नाबालिग छु अब त चाउ चाउ खाऊ चाउ चाउ हुट्याउँछ ए 50 लाखमा 10 रुपैयाँ त्यो चाउ चाउ पनि झोट उडाएर ल्याइस् कि के हो चङ्गा हो र उडाएर ल्याउनलाई हिँडाएर ल्या तपाईको जिउ त सुकेछ त भाग्य मेरो सुक्यो तिम्रो फुक्यो केही छैन दादा मेरो पैसा चाहिँ अब यहाँ अलिक धेरै छ देखाउनु हुँदैन रचना रिमल त धेरै अल्छी छ सुत्ने धेरै गर्नुहुन्छ भन्नुहुन्छ नि कसले भन्नुभएको हल्ला सुन्छु नि त बजारमा कहाँ बजारमा थाहा हुन्छ त म घरमा सुतेको झापालीको प्रभाव त्यो बोली अलिक अर्कै हुन्छ कलाकारिता पनि झापालीको प्रभाव भन्छ नि त अनि यो मेरो औँला बाङ्गो छ नि त अनि केपी ओलीको औँला पनि यस्तै छ अरे है अनि मलाई कस्तो छ तपाईँ आज यो माटोलाई छोएर माटोको कसम खाएर भन्नुहोस् राष्ट्रिय सभा पार्टीले बहुमत ल्याउँछ ल्याउँदैन यस्तो छ मैले माटो छोइराख्नु पर्दैन म आफै माटो हो तपाईले अहिलेसम्म देखेको हाँसउठ्दो मान्छे चाहिँ को तपाईँ परिहाल्छन् जुम्रा सर अहिले छ कि छैन अहिले त छैन किन अहिले त कन्डिसनरमा चिप्लेर जान्छ राजाको जीवन बाँच्न रानी पनि चाहिन्छ राजा बन्न रानी होइन राज्य चाहिन्छ रानीले त जिन्दगी खरानी बनाइन्छ यत्रा रानी गीत गाएको एउटा पैसा भयो त्यहाँदेखि महोत्सवहरू उत्तिकै स्टेज सोहरू उत्तिकै अहिले त बन्द भयो जेस फेरि खोल्यो नि अब खुल्दै छ तपाईँले पनि पैसा छापेको छापै रचनालाई केटाहरूले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ कस्तो पनि लाग्दैन सोझै हो मान्छे म त सोझै हो ए नानी किलो जागिर र तलब कति जागिरै खाएको थिइनँ मैले त म शेरबहादुर भने फेरि तपाईँले नेपाली काङ्ग्रेसको शेरबहादुर सम्झिनु भयो होला अर्को नयाँ म एकदम स्वतन्त्र शेरबहादी यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरबहादुर चाहिँ म
दुनियाँले मलाई थुकोस् फरक पर्दैन तर मैले ऐनालाई थुक्नु नपरोस्। आमा तुलसी छोरा कसम खुवाउँछन् रे यहाँ। त्यस्ता कसम उ त्यो फलाम किन जानु भएन नि विश्वकर्माको कसम भन्छ 150 रुपैयाँ नाफा खान्छ। जनयुद्ध लडेर आएको पार्टी 10 वर्ष यो माओवादी नै प्रचण्डजीले चाहिँ हेर्ने माओवादी खाएर हक्दिनु भयो अनि कहाँ माओवादीमा रहेर हाम्रो जान हर्का साम्पाङ उठ्थे। बालेन पनि पर्छ यसो बाबु यस्तो कहाँ हँसिलो पनि हुनुपर्छ त मान्छे अझसम्म त्यसका दाँत कस्ता खानु अन्त मैले देखिँ घन्टी बजाउँछौँ भन्दैछ। घन्टी बल्ला मन्दिरमा नाइ ना त उसमा मत पेटिकामा होइन मन्दिरमा बज्छ घन्टी त। मेरो खराब पानी छ मेरो खराब मेरो ओहो हाम्रो भान्जा बाबु त नेपालमै बसिसेर दाँत घोटिसेको रहेछ त। दाँत घोट्नलाई नि के विदेश जानु भनेर नि माइजू 10 के हो उजु केटा त देख्नै नहुने चान्स मारिहाल्नु पर्ने। अन्तिममा ल निर्देशक निशान्त बस्नेत कि गायिका जाँदा जाँदै म घरै जान्छु बरु। त यो बाटो आउँछस् भनेर पर्खिएको कति दिन भइसक्यो। अचानक भेटेको केटीहरूसँग बोल्ने बानी छैन चुडेल पनि हुन सक्छ। हामी यस्तै त हो नि गोरो लौ नानी सुनला नि सुमोको ड्राइभर यही हो उहाँको अनुसार अरूलाई भन्लास् नि यो त म कसरी बन्यो यो। हजुर मनमा बसिबसेको भएर होला जति बेला नि हजुरलाई मात्रै देख्छु भने तेरा आँखा फोड्यो। अस्ति सपनामा त झन् त्यो चाहिँ शिवजी भगवानको टाउको चाहिँ हजुरको। You know what? You got a problem. A big ego problem. कहिलेकाहीँ त लाग्छ खुट्टामा जुत्ताको सट्टा तिमी जस्तो इगो भएको केटीलाई राख। तर अफसोस म जुत्ता पनि ब्रान्डेड लगाउँछु। बिग बार देने से मैंने नहीं बढ़ता है इशारा काफी कहना नहीं पड़ता है छोड़े अमीर बताने जताने छाती पे अमीरी पहना नहीं पड़ता यहाँ कुछ तो गड़बड़ है। करीब करीब ती सबै समस्या मोरङ 3 मा छन् मात्र र अनुहार। ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ। ल के भयो नानीलाई के भयो ल बानी अरे के हो कति महिना यार क्वालिटी नै क्वालिटी ये किन त जति दिए पनि पुग्ने हैन त। के बोले भाइ अब के बोले नंबर मैं तो कुछ और ही समझ रहा था। धरानमा कसैले भ्रष्टाचार गरेको प्रमाण त मैले भेट्नु हो नि लात्ताले दिइहाल्छु त्यसपछि लात्ताले दिन्छु लात्ताले बाङ कि बङ्गाल्ने कति लात्ता हान्नुहुन्छ एक दिन्छु होला आविष्कार केन्द्रमा के भइरहेछ हजुरले हल्का ब्रिफिङ गरिदिनुहुन्छ कि भने होइन आविष्कार केन्द्रमा भएको कुराहरू त्यसै एक राउन्ड आफैले घुमेर हजुर हेर्दै जानु। कस्तो केरा खाउँ जस्तो कुरा गर्छ यार यसले। मैं तो कुछ और ही समझ रहा था। अम्मा पोइ त्यो खायो भने तुलाई म तेरो मुला एउटा केरा खानु हुन्न तेरो मुला एउटा केरा खानु हुन्न अम्मा पोइ चीटिंग करता है तू। ला खाना तेरे केरा तै खाला। अभी पता था भाई अभी पता था अभी तूने गाड़ी में उंगली किया ना अभी पता था।
के हो केटा गुड गाजा नै होला नि सर किन फेरि आएको तिमी दार्जिलिङमा अरू ठाउँमा पनि छ त पुलिस स्टेसन जहाँ गयो पनि त भनी सर मेरो एरियामा यही पुलिस स्टेसन पर्छ म कहाँ जाउँ केही पत्ता लागेन सर पत्ता कतिचोटि तिमीलाई मैले भनिसकेँ 100 पटक भनिसकेँ अत्तो पत्तो नहुने मान्छेलाई कहाँबाट खोज्ने हामी योपालि त मैले फोटो ल्याएको सर अर्काको छोरीसँग बिहे गर्ने तपाईँ कतिको अङ्ग प्रदर्शन गर्नुहुन्छ त कथाले मागे अनुसार जति नै देखाउँछु त्यसो भए देखाउ न मेरो नाम कथा हो नि मालिस गर मालिस त फुल बडी पहिले नै कसैले गरिदिया छ तागत बढ्दैछ त सङ्केत दादा त्यो त भाउजूलाई थाहा होला नि ए बाबु तेरो यो डबल किक देखाइदियो त यसलाई चौगड 3 पुस्ता मिलेर आलुबारीमा खेदी कुटेमी जुम निधारमा त जमसमकै आलु फलाएछ अच्छा आज म पहिलो पटक तमसोमा ज्योतिर्गमयमा सर्ट मात्रै लाछु यो गर्मीका कारणले पनि हुनसक्छ धरानका कारणले पनि हुनसक्छ तर सबभन्दा ठुलो जो मान्छेसँग जसरी जुन भावभङ्गीमा संवाद गर्यो त्यसको संवादको त्यो निष्कर्ष झन् सरसपूर्ण हुन्छ भनेर तपाईँकै जस्तो पोसाक लाग्यो कोट आज छैन मसँग ठिक छ चप्पल चाहिँ लाउनु भएको छैन जम्या छ है जोडी चाहिँ यता पिउन अरे पिउन भएरै काठमाडौँमा घर ठडाइयो अझ पिउन भन्ने साला यो पिउन शब्दले काठमाडौँमा घर भएको घर धनीवाला फिलिङ चाहिँ आउँदैन यार कति चोप्या छ के दादा कति चोप्या अझै बैतरी चोप्ने बेला भएको छैन मेरो चाखा बन्दैछु ये साला कर क्या रहा है यहाँ पर? अलि मजाले थाप त मजाले थाप खत्तम यस्तो बौलासँग के कराइरहनु नि ओइ बाइ फाले मेरो लोग्नेलाई बौला भन्छस् नि सुक्च्याप दिउँदेर पैसा हुँदाहुँदै पनि बुद्धि हुँदाहुँदै पनि हैन पानी ल्याएर खान नसक्ने मान्छेहरू किन धरानमा बस्यो होला जस्तो लाग्छ म त्यसलाई त मैले यहाँ नआइ चाहिँ भनेको हो नि होइन को दाजुभाइ कसको दाजुभाइ ज्वाइँ र सोहीमा खुट्टाले ज्वाइँ यहाँ पारिदिउँला नि म ज्वाइँ र सोहीमा खुट्टाले ज्वाइँ यहाँ पारिदिउँला नि म सानी आमा आइपुग्नु भयो के को आइपुग्नु भयो नि दर्शन गर्न दर्शन फेरि बिहाको कुरा ननिकाल है आमा तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त तलाई पाइन तलाई बात त सही म त्यस्तो बेमान काम पनि गरौँला त झन् सङ्केत दादालाई पिर पराछ भनेर रातभर सुत्न सकेको छैन दाहिने फर्क्यो सङ्केत दादाकै टेन्सन देब्रे फर्क्यो सङ्केत दादाकै टेन्सन घोप्टो पर्दा अदालतमा तपाईलाई जे कुरा सोधिन्छ त्यसको सही जवाब दिनुस् हुन्छ बाजे हुन्छ उहाँलाई श्रीमान भन्नुस् बाजे हैन लोग्ने बितेको 25 वर्ष भयो
मैले उमेरा त कसैलाई श्रीमान भनेको छैन। अब यो को न को मान्छेलाई म श्रीमान भन्छु। मेरो खराब बानी छ मेरो खराब माग्ने मामालाई चाहिँ कहाँ सुताउनु भएको छ आमा? त्यसलाई मान्छे अनुसारको ठाउँमा सुताइदिएको छु। अच्छा जाम भागेर कसम कसम कहाँ भागेर हुन्छ? हामी गाउँलेले भोज खानु परेन? केही कुरो पनि थाहा पाउँदैन। के भइरहेछ, के हुँदैछ, तेरो बाउले के गर्न खोजेछ, तान्त्रिकले के गर्न खोजेछ, म पुरो बुझ्दैन। मेरो जग्गामा कसैले पाइला राखोस् न, म त्यसलाई गिडिदिन्छु। गिडिस खोज्याङ्रा के गरेर खान्छन् कुन्नी? छोरी बन्न पनि लाजै मर्दो। यी दुईटा खुट्टा पसार्छु, हातले डम डम मुसेर खान्छु। तिमीले मेरो माया बुझ्दैन होला कि? बुझ्छु लाग्ला। घर पनि जानै मन लाग्दैन। अब चियानतिर जाने बेला भयो नि त। बिकज ट्राभल गरेछु यहाँबाट नेपाल फर्किने बित्तिकै एक दिनको ग्यापमा म फेरि युके जाँदैछु। मिस युके नेपाल पनि कोरियोग्राफ गर्दैछु यसपालिको 2016 को। सो भ्रमण गर्न रमाइलो लाग्छ। पहिलादेखि मेरो मम्मी 7 महिना प्रेग्नेन्ट हुने बेलासम्म पनि म पेटमा थिएँ नि उहाँको। मेरो मम्मी 7 महिना प्रेग्नेन्ट हुने बेलासम्म पनि म पेटमा थिएँ नि उहाँको। तिमीलाई बेसिक इङ्ग्लिस त थाहा होला नि? किन थाहा नहुनु? बेसीमा त हाम्रो घर पनि छ, जग्गा पनि छ। काम गर्न दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। नेपालबाट बाहिर गएर पनि मलाई भ्रमण गर्न मन लाग्छ अहिले चाहिँ। तपाईँको यो अमेरिका कति हो पछाको? अमेरिका चाहिँ मेरो फर्स्ट टाइम हो। म यहीँ बसेर 6 इयर्स यहाँ बसेर फर्किसकेपछि चाहिँ युके युएस यताउति धेरै गयो, तर अमेरिका चाहिँ आउने जुरेकै थिएन कि। अच्छा पुनः आएको छ, किताब लिएर आएको छ, किताब बेचेको छ, पैसा कमाएको छ। अनि यस्तो छ। तपाईँलाई अत्यन्तै तुच्छ नि सर, अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ। हजुर सोध्नुहोस्। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। मेरो खराब बानी छ मेरो खराब बानी छ। के रे के भन्यो यसले? पक्तलाई फेरि भन्दा के भन्नुस् रे? यस्ता भूकम्पले हल्लाको घरमा हामीलाई पनि बस्नु छैन भने। हाम्रो घर छ र पो भूकम्पले हल्लाए। तेरो घर छ? थापाले बनाएको धरहरा होइन। अहिले के त्यो पछाडिको हो नि त। अब अगाडिको भीमसेन थापाले बनाएको होइन नि त, हो र? केपी शर्माले भन्नुभएको छ नि त यो धरहरै हो भनेर उहाँले जिकिर गरिरहनु भएको छ। ठिक छ, उहाँलाई त्यस्तै भयो, म बुझाइदिन्छु त। हाइसम केटा बिहा गरेपछि कहिले काहीँ चिन्ता लाग्छ है। कतिपय युवतीले मन पराइदिएला, कहाँ लिएर जाला भन्ने लाग्छ नि। म पनि त राम्रै छु नि त। केटीले हेर्छु म पनि कसरी जाँदो रहेछ अमेरिका। म पनि हेर्छु। मेरो छोरालाई कसले अमेरिका जानु दिँदैन रहेछ। टेरीमा पासपोर्ट चोर। प्लेट चाहिँ लास्ट गनाउने है जिते। तो बाउनको नाक नै ठुलो छ, त्यही भएर तल बढी गनाएको होला। बाहुनको नाक मात्रै हो र अरू पनि के ठुलो छ हेर्छस्? अब जस्तै गीतमा घुमाएर पनि छ, जस्तै उदित नारायण झाको कहिले तिम्रो पछ्यौरीमा अल्झे, कहिले तिम्रो चौबन्दीमा अल्झे। त्यो गीत चाहिँ सभ्य अरे। हाम्रो ऱ्याप ब्याटल चाहिँ असभ्य। हामी पनि खेलौँ न, म ग्राउन्ड मिलाउँछु। को हो तपाईँ? तपाईँसँग चाहिँ किन खेल्नु? तपाईँ बच्चा हो र? किताबको टी सर्ट र अहिले लाउनु भएको टी सर्ट एउटै हो कि क्या हो? उमेर त भयो त हो, अब बिहे गर्ने होइन बाबु।
बिहे मान्छेले गर्ने हो, उमेरले होइन। अनि भाइको नाम? नेपाली कि अङ्ग्रेजीमा? जेमा भने पनि हुन्छ, म मिलाएर लेखिदिउँला नि। नेपालीमा कुमार, अङ्ग्रेजी भन्दै भर्जिन। यता कतै बाइक बनाउने ग्यारेज छैन? आफै मिस्त्री जस्तो छ, किन चाहियो होला ग्यारेज? म छोडिदिउँ? जहाँसम्म बाटो मिल्छ म छोडिदिन्छु नि, हुन्न? इफ यु डोन्ट माइन्ड। हामी दुईजना हौँ। उहाँ त बसमा आइहाल्नुहुन्छ नि। चोर चल बाहिर निस्कि यु गेट इन रिकॉर्ड यो अनि साला तेरो नाम लिइराछ नि तले यति राम्रो कसरी चिन्छ अहिले तोरी बारेमा नाचेर हजुरला ज्याउ सप जाउँछ ओइ केटा कति नुहाउँदैनस्? आउने दसैँमा नुहाउँछु। जस्तै उदाहरणको रूपमा 8 बजे पछाडि स्कुलहरू नखोल्नु भनेपछि स्कुल बस जति सबै 8 बजे थन्किन्छन् नि त। यो चिजहरूलाई चाहिँ व्यवस्थापन गाह्रो छ नि, बोले जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन, गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि, यो टेक्नोलोजी त थाहा नभएको होइन होला। होइन, उहाँहरूलाई फोहोर पनि गनाउँदो हो, उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो, तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँ भित्रै पसेन क्या।